अँ, ओके ल अब रेकर्डिङ भयो अब सुरु गरौँ ओके सबजना जयमसी हामी फेरि जयमसी पनि ग्लोरी टु गड जिटिजी भेला भइसकेका छौँ म सोनाम तामाङ र भाइ मेनुअल मेनुएल हामी भेला भइसकेका छौँ अनि सुरुदेखि गरौँ त आज हामी नयाँ एउटा अर्को भिडियोमा रिएक्सन गर्न जाँदैछौँ यो चाहिँ यही हप्ता निक्लेको छ अनि हो जसको नाम हो चिन्नु भयो अनि हामीले पनि चिन्यौँ यसो युट्युबमा खोज्ने बेला भेट्यौँ अब त्यही हो अब तर के कस्तो छ भनेर अब चेक गर्नु पर्नेछ अनि अब गर्ने त होला नि होइन मेरो ए त एकदम खतरा नै ल त्यसो भए गरिदिउँ न त ल ओके सृष्टिको सुरु अघि नै समयको सुरु अघि नै सृष्टिको सुरु अघि नै समयको सुरु अघि नै तपाईँ चिन्नुहुन्थ्यो मलाई येशू सृष्टिको सुरु अघि नै समयको सुरु अघि नै मिठो मिठो शब्दले बोलाहट गर्नुभयो सुन्दर सुन्दर आँखाले हेर्नुभयो मलाई मिठो मिठो शब्दले बोलाहट गर्नुभयो सुन्दर सुन्दर आँखाले हेर्नुभयो मलाई मेरो येशू मेरो येशू
मैको सुरु अघि नै तपाईँ चिन्नुहुन्थ्यो मलाई येशू येशू ओके सक्यो अर्कै गीत बज्यो त फेरि ओके एकदमै मिठो सक्न त गीत। सक्यो अघि नै त्यो गीतकै तलतिर हेरौँ त के कस्तो छ यसो रुपियाँ काम ल तपाईँ चिन्नुहुन्थ्यो मलाई 1000 पिक्चर्स पोज गरौँ अनि तलतिर यसको डिस्क्रिप्सन डिस्क्रिप्सन यसो हेरिदिउँ न ले ओहो इन्कम पास आफ्नै सर्चकोमा आफ्नै आउँछ आयो त त के हो प्रमोसन ओहो ओहो दाइ ओहो हैत्तेरिका दाइ अरे ओहो मेनुअल प्रमोसन गरिरह्यो ओ क्या जब म प्रभुको ओके के रे a deeply personal song born out of my relationship with the Lord, reflecting the truth that I was never unknown to Him. Before my first breath, before my story began, He already knew me, called me, and loved me. This song is a reminder that our lives seen and held by Him long before we ever understood it. Jeremiah 1:5 Psalm अम्बो कडा यार बिब्लीको भर्स छ सकिसक्यो यति यार कसले चाहिँ दिन्छ यसरी वाह यति भएपछि सक्यो यति भएपछि सक्यो क्या दाइ दामी आई डोन्ट नो लाइक उहाँले उहाँले राख्नु भएको हो कि अरूले कसरी आइडिया दिनुभयो तर दामी क्या ल भर्स हो चाहिँ मैले अझसम्म अरूको गीतहरूमा भेटेको जस्तो लागेको थिएन है मलाई पनि याद छैन दाइ त्यो अयो भोकल होइन ओ ओभिल के हो स्मार्क ओलिभ 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 सिमिक सरी लेप्चा ओलिभ स्मार्क स्मार्क सिमिक स्मिक लेप्चा ए, भनेपछि उहाँ सिमिक लेप्चा नेपालको होइन क्या हो होइन मैले जहाँसम्म लाग्छ उहाँ हाम्रो एड्रियन देवन दाईको एउटा म्युजिक भिडियोमा पनि सायद उहाँले डान्स गर्नुभएको हो कि जस्तो कता त्यो फेस मलाई त्यो देखे जस्तो लाग्यो कि दाइ यो ठाउँ देख्दा चाहिँ मैले कुन लाग्यो नि धेरै धेरै माया छ हाम्रो यसुलाई भन्नेमा पेन्टिङ गर्छ त हो अँ त्यो सेम अँ ठाउँ हो जस्तो लाग्यो होइन किनभने सिनेमेटिक खिच्नको लागि राम्रो पनि अनि जोन उम्, चामलिङको एउटा त्यो भिडियो छ त के अरे के थाहा थियो नै क्या छैन दाइ के भनौँ हो कि के भन्ने गीतको एउटा खिचेको ठाउँ पनि त्यस्तै त्यस्तै देखेको छ सो ठाउँ चाहिँ त्यस्तो लाग्यो ए ओके म्युजिक प्रोड्युसर बाई के हो कुजाङ भुटिए भुटिए सरी अँ प्रोनाउन्सिएसन बिग्रियो भने चाहिँ माफ गर्नु होला यस्तै अँ हो अनि मिक्स मास्टर बाई स्टाफ स्टुडियो भोइलिन बाई जोसुवा कार्थक हो उहाँहरू यहाँको हुँदै होइन हो यहाँ चाहिँ आशिष स्योरै देवान भयो फिल्म बाई आशिष देवान आशिष देवान है आशिष सरी दामी गरेको छ आशिष असिस्टेन्ट देवान बाई सुरज बलिया उज्जवल राई सिमसन मोजा मिजार ओके दामी छ कति ओके सब्सक्राइबर रहेछ कति के भ्युज पुगेको रहेछ हेरौँ त भ्यू चाहिँ हाम्रो 3382 छ मे 7मा हाल्नु भएको अनि रहेछ होइन हजुर तिन दिन सब्सक्राइबर अगाडि यति छ ए सब्सक्राइबर उहाँको भन्न चाहिँ खोजेँ होइन सरी लाइक हेर्न खोजेको थियो ठिक छ ओके ठिक छ है उहाँको लाइक पनि हाम्रो कति छ भन्दाखेरि 500 कति देखाएको थियो मैले 530 पाँच भनेपछि सय एकतिस आह! 531 ल है तपाईँले हेरिरहनु भएको छ भने तपाईँकोमा लाइक एकजनाले गरेर चाहिँ मेनुअलले म पनि गरौँ ल ओके लु ग्रेट हामी भिडियो यता आउँ ल सङ अह ओके ग्रेट सङ अझै कमेन्ट ग्रेट पनि सङ है एकदम मिठो छ है गीत बिब्लिकल्ली पनि अब भर्खरै उहाँले पनि लेखिदिनु भएको रहेछ एकदम हामी हर्षित भयौँ यो विषयमा चाहिँ हामी ब्याक टु हामी यो स्क्रिनमा फ्लिप हुन पाउँछ है अर्को स्क्रिनमा मजाले आउनु पाउँछ अब कहाँ हो त अब हाम्रो त्यहाँ कट अफ गर्नुपर्छ माथितिर हुन्छ
तर त्यहाँ नगर्दा नि मैले खिचिरहेको छु भइरहेको छ। ए अब देख्यो हाम्रो दुई भाइको। दुइटैको देखिरहेको छ। के अरे ओके दाइ। कस्तो लाग्यो त तिमीलाई पर्सनली यदि भन्नु पर्दा चाहिँ हाम्रो सुरुमा अँ, जहिले पनि सङ्गको कुरा गर्छौँ अनि कस्तो लाग्यो ओभरअल? एकदमै शान्तिपूर्ण हुन्छ नि, तजक तडक भडक छैन, एकदम शान्तिपूर्णले सुनिराखौँ छ, मेलोडियस छ अँ पहिलो कुरामा। अनि दोस्रो कुरामा सबैभन्दा मजाले देखाएको परमेश्वरको महानतालाई, उहाँको फरनोलेजलाई, होइन पूर्व ज्ञानलाई देखाएको छ। यो एकदमै मलाई एकदम मजा लाग्ने टपिक हो यो चाहिँ। हाम्रो परमेश्वरले चाहिँ सबै कुरा पूर्व ज्ञान अगाडि नै सबै कुरा थाहा पाउनु भएको छ, सबै कुरा उहाँलाई थाहा छ भन्ने कुरा चाहिँ मलाई एकदमै मजा लाग्ने कुराहरू हो क्या। जुन चाहिँ उम्, उहाँले भन्नुभयो नि, त्यहाँ सुरुमै भन्नुभएको छ होइन, उहाँले पहिल्यै मलाई चिन्नुभयो क्या, पहिल्यै चिन्नुभयो। यो कुरा चाहिँ एकदम बिब्लिकल छ, उहाँले भर्स पनि दिइसक्नु भएको छ, हामीले भन्नै पऱ्यो नि त्यो भर्स होइन। त्यो त हो, सल्युट दिनुपर्छ अझै भनौँ भने। एकदम एकदम। तपाईँलाई कस्तो लाग्यो त? मलाई के लाग्यो भन्दाखेरि यसो सुने म्युजिक तिमीले अघि भने जस्तै पिसफुल छ हो, अनि शान्तमा मजाको अझै इन्भाइरोमेन्ट पनि त्यस्तै देखाउँछ अनि ठिकै छ ओभरअल। मैले भन्ने केही पनि छैन किनभने तिमीले अघि भनेकै कुराहरू नै हो मैले आउने। तर अब भिडियोमा होइन वर्डिङमा जानु पर्यो भने अब वर्डिङमा सुरु गर्दा चाहिँ फर मी त्यही हो जेरमायाको दिमागमा आइसकेको थियो। एर्मियालाई परमेश्वरले भन्नुभएको जस्तै तँ आमाको के अरे आमाको घरमा रच्नुभन्दा पहिले नै उहाँले मलाई हो, चिन्नुहुन्थ्यो भन्ने कुरा। सो त्यो घोचिरहेको थियो क्या, ट्रिगर भइरहेको थियो, एहे यो गीतले ठ्याक्कै त्यो हो, चिन्नुभयो भन्ने कुरा गर्यो, कलिङको कुरा गर्यो भन्ने आइरहेको थियो। अनि हो नि। अरू पनि थियो कि जस्तो लागेको थियो तर यसो नर्मली वर्डिङहरू हेर्दा नयाँ इन्ट्रेस्टिङ खालको नयाँ हुन्छ नि केही छ जस्तो खालको चाहिँ केही पनि थिएन। तर यति हो बिब्लिकल थियो, त्यो कुरामा चाहिँ म राम्रो भन्छु। अनबिब्लिकल जस्तै अलिकति बाइबलसँग कन्ट्राडिक्ट हुने खालको कुराहरू थिएन, सबै कुरा ठिकै थियो। मेरो विचार चाहिँ यति नै हो। हो, तिम्रो? त्यही त। अब त्यही त उहाँले भर्सै खतरा लेखिदिनु भएको छ होइन। अब हामीले अरू एक्स्ट्रा कुरा भन्न आवश्यकै देखिएन क्या। गीत उम्, आफैमा पनि यति धेरै इजी तरिकाले लेख्नु भएको छ उहाँले होइन। जसले लेख्नुभयो सायद उहाँ दिदीले नै लेख्नुभयो कि है, त्यो लिरिक्स त्यहाँ लेख्ने छ त मान्छे होइन चाहिँ र, हाम्रो। लेखेको छ भोकल अनि अँ, के अरे राइटर भनेर त्यही छ जस्तो लाग्थ्यो। मैले मैले अलिक मिस गरेँ होला, याद उम्, गरेन है। जे भए पनि जसले लेख्नु भए पनि एकदमै एकदमै इजी छ, एकदमै सुन्दाखेरि पनि शब्दहरू ठुलो ठुलो शब्दहरू चलाएको छैन, उम्, जुन चाहिँ मलाई पर्सनल्ली धेरै राम्रो लाग्छ क्या। जस्तो सिम्पल सिम्पल शब्दहरू त्यो चाहिँ एकचोटि सुन्दा नै मेरो दिमागले रिड गरोस् क्या उम्, है। कतिवटा शब्दहरू चाहिँ मलाई त्यस्तो मनपर्छ। अब कतिवटा शब्दहरू चाहिँ फेरि ल खोजोस् भन्ने तरिकाको पनि चाहिन्छ, तर कतिवटा सिम्पल पनि एकदम बेस्ट हुन्छ, जुन चाहिँ यो गीतमा हामीले भेट्न सक्छौँ। अनि भिडियोको कुरा गर्ने हो भने दाइले अघि नै भनिसक्नु भयो। अब भिडियोको त कुरै नगर्यो, खतरा एकदम राम्रो लाग्यो। त्यही छ दाइ मेरो तर्फबाट त है। उम्। जस्तो तिमीले भिडियोमा नोटिस गर्यौ के अरे उहाँको ड्रेसअपहरू देख्दा चाहिँ उम्, मिडिभल एजको हुन्छ नि, लाइक अँ, उता युरोप मिडिभल एजको युरोपतिरको ड्रेसअप जस्तो लाग्यो यसो हेर्दा उम्, अनि हो, काम गरेको सबै कुराहरू देख्दा। तर सबभन्दा मलाई ट्रिगर भएको थियो कहिले भन्दाखेरि वनमा जानुहुन्छ त्यहाँ ढोका देख्नुहुन्छ क्या, ढोकाले कसलाई उम्, जनाउँछ, उम्। ढोकाले कसलाई बुझाउँछ? यसु ख्रिस्ट आफैलाई जनाउँछ ओ क्या। त्यो हो, हो, क्रिएटिभ अनि त्यो आइडिया चाहिँ युज गरेको देख्दा चाहिँ वाह नाइस हो, हो, दामी। हो, अनि त्यो पछि टेलिपोर्ट भएर लाइक यसु ख्रिस्टबाट स्वर्गमा गइन्छ भन्ने टाइपको कन्सेप्टलाई भिडियोमा यस्तो सिम्पली देखाएको छ, न केही हो, देखाएको छ, त्यही एउटा ढोका देखाएको छ, ढोकाको त्यो पथको आइडिया कन्सेप्ट भइसक्छ क्या। अनि हो, दामी हो। लाग्यो त्यो चाहिँ मलाई। तर एउटा तिमीलाई जोक भनौँ, तर यो ढोका देख्दा चाहिँ होइन अब 90s किड भन्छ, हुन त म 90s किड त होइन होइन, सिधै भन्यो भने 20s हो, 20s को पनि अँ, यता यता 2010तिरको भनौँ न यताउता हेर्ने बेला तिमीलाई याद होला हो। डोरेमोनको एनिवेयर डोर हो त्यो पनि आइरहेको थियो होला यसो यसो सोध्छु ल्या अँ, त्यही त है। के जस भन्ने खोइ। इन्ट्रेस्टिङ।
त्यही ठिक र छ यसो यस हेर्दा होइन चाहिँ उम्, राम्रो पनि छ बिब्लिकल छ तर हामी हो कसैजना त्यसरी हुर्के कहाँले लाइक वेयर इज हो डोरेमन यार एनिवर डोर हो त्यहाँ त छोड्दैछ कहाँ गयो डोरेमन एउटा यो चाहिँ जोक छ पार्ट लाइक गीतमा नराम्रो होइन तर रमाइलो के त्यही तिमीलाई के त लाग्छ अरू एकदमै ओभरअल हेर्दाखेरि होइन एकदमै स्मुथ छ होइन त्यही एउटै कुरा रिपिट हुन्छ जस्तो लाग्यो अब बयान गरेर साध्य छैन अझै यदि उहाँले यो रियाक्सन भिडियो हेर्नुभयो भने होइन उम्, अझै गर्दै जानु होला दिदी दाई जतिजना हुनुहुन्छ होइन मेन भन्ने कुरा हामीले त अहिले यो भिडियोलाई मात्रै देखेको छौँ नि त अँ यो पछाडि भएको प्रार्थना होइन मेहनत मेहनत अनि खर्च हामीले देखेको छैनौँ होइन कति धेरै खर्च लाग्छ कति धेरै मेहनत लाग्छ कति धेरै प्रार्थना चाहिन्छ वचन अध्ययन चाहिन्छ जुन वचन अध्ययन हामीले देखि नै हाल्यौँ डिस्क्रिप्सनमा उम्, उहाँले वचन राखिदिनु भएको छ एकदमै त्यो जतिको बेस्ट कुरा त अरू के हुनसक्छ हामी गीत गाउँछौँ त वचनै गाउँछौँ हामी उम्, नाच्छौँ त हामी वचनै नाच्छौँ हामी बोल्छौँ त हामी वचनै बोल्छौँ भन्ने त्यो एउटा प्रण राखेर त्यो एउटा सिद्धान्त राखेर जिउनु चाहिँ सबभन्दा बेस्ट कुरा हो जुन यहाँ उम्, हामी त्यस्तै इक्जाम्पल देख्न सक्छौँ होइन युट्युबमा लिङ्क के डिस्क्रिप्सनमा वचन राख्नु एकदमै इन्ट्रेस्टिङ लाग्यो त्यसले चाहिँ परमेश्वरको वचनलाई रेस्पेक्ट गरेको पनि देखाउँछ जस्तो लाग्छ क्या मलाई होइन सबै उम्। कुराको डिस्क्रिप्सन चाहिँ सबै कुराको एक्सप्लेनेसन चाहिँ उहाँको वचनद्वारा नै गर्नु नै असल कुरा हो त्यो नै बेस्ट कुरा हो त्यति नै छ मेरोबाट अनि मलाई त एउटा अर्को चाहिँ के आएको भन्दा जस्तो तिमीले अहिले भन्दा त हामीले वचनै बोल्छौँ वचनै गाउँछौँ वचनै जिउँछौँ भन्ने कुरा आउँदै जाँदा चाहिँ पावलको भनाइ हुन्छ क्या एउटै मात्रै भनाइ छ अब उपरान्त जिउने म होइन ख्रिस ममा जिउनुहुन्छ क्या हो जो हो जीवन म अहिले जिउँछु त्यो ख्रिस के भनेछ अलिकति पद उदय भयो म भुलेँ तर मेन म कुरा भित्र चाहिँ भएर ख्रिस उहाँकै हुनुहुन्छ हामीमा देखिनु पर्ने छ नि त हो हामीमा जिउनु भएको हामी होइन कि ख्रिस्टको जीवन हामीमा उहाँ जिउनु भएको हामीबाट हेर्न चाहन्छौँ भन्ने कुरा हामीले गर्ने हो नि त अनि त्यही हो कुरामा लाग्यो अनि यहाँ ओभरअल दामी छ प्लेस पनि ठाउँ एकदम म्युजिकहरू सिम्पल वर्डिङ हो सिम्पल सो ओ सरी प्रोनाउन्सिएसनै गाह्रो हुन्छ रहेछ मलाई जस्ट उहाँले जुन गरिरहनु भएको छ सिमिक दामी लेप्साले छ उम्। हो सो आजको अब यति नै त गर्नुपर्ने होला नि अब सकिहाल्यो पनि होइन यो कुरा हो योभन्दा बढ्ता छ जस्तो लाग्यो के भन्नु छ तिमीलाई यो यति सकाउँदै नै गर्ने छ दाइ क्रममा एकदम यति नै छ दाइ मेरो तर्फबाट चाहिँ किनकि अरू धेरै वर्डहरू पनि त्यस्तो अप्ठ्यारो वर्डहरू नभएको कारणले धेरै हामीले त्यो एक्सप्लेन गर्नु परेन भन्ने भयो दाइ योर मिटिङ विल बी इन 10 मिनट्स ओके ए केही छैन अब सकिने नै हो ओके त्यसो हो भने ल नि त अब बिदाई गरिदिउँ न त ल बेलु ओके बिदाई छ होइन ल उम्, सबैजनालाई धन्यवाद हामी बिदाई गर्नेछौँ यो समयमा यो गीत सुनेर हामी सबैजना हर्षित भएका छौँ अनि विशेष गरी हाम्रो दाई खुसीले गदगद हुनुभएको छ अनि म पनि एकदमै खुसीले गदगद भएको छु अनि यो गीत सुन्दै गर्दाखेरि हामी एकदमै सिम्प्लिसिटी गीत एकदम अब इङ्ग्लिस मिलेन जस्तो लाग्यो तैपनि हामीले सुन्यौँ हामी आशिषित भयौँ अझै गर्दै जानु होला दाइ दिदीहरू होइन हामी हजुरहरूको गीतहरू सुन्दै हामी आशिषित हुन्छौँ होइन हजुरहरू पनि आशिषित हुनु भएको छ पक्कै आफ्नै गीत सुनेर होइन यति भन्दै हामी यो ठाउँबाट हामी छुट्छौँ फेरि अर्को हप्ता हामी भेट्छौँ सबैजनालाई जय मसी। से यसैले उचाल्छु प्रशंसामा यी हातहरू तपाईँलाई येशू। युट्युबमा खोज्नु पर्ने हो होइन ए मैले पो गर्ने कि तपाईँले गर्ने है तिमीले सेयर गर्ने मैले त तिमीले भनेको ल म एकछिन तिमी अघिदेखि मैले गर्छ भनेर कुरो बसेको हो भनेको त ए प्रभु अनि मैले यहाँ सेयर नगरिकन यहाँ रियाक्सनको लागि त्यो यहाँ दुईजना के आउँछ भने त्योहरू पो हेरे त मान्छे म यहाँ मोबाइल स्क्रोल गरेर बसिरहेको छु क्या दाइ म ल ए प्रभु ल अब दाइ पठाउँदैन भन्छु यार
कन्टेन्ट